राति यति बेला भएको मान्छेहरू कहाँ चाहिँ पुगेर आएको होला त्यस्तो लाग्छ क्या किनभने अब पोखरा त अब लास्टै पर सक्छ यतै वरिपरिको होटलहरू त्योतिर बस्छ पोखरा त पुग्नु गाह्रो छ यति बेला हामी कति 12 बजीतिर निस्केको खाजा खाँदा केटाहरूको बानी त्यस्तै थियो भने 1 घन्टा गयो 5 मिनट रेस्ट 1 घन्टा गयो फेरि अर्को रेस्ट यता आइसक्रिम खायो उता आलुचप खायो घरि के खायो त्यसरी नै टाइम बित्यो क्या हामीले नत्र हामी टाइममै पुग्ने हो मेरो विचारमा चाहिँ मैले ठ्याक्कै क्यालकुलेट गरेको थिएँ अब अलिकति केटाहरूको इन्जिन त्यस्तै छ आजकल धेरै इन्डियन लास्ट आउने नेताहरू इन्डिया घुम्नु नि नेपालमा चाहिँ के उनीहरूले लाइक अब के पाउँछ लाइक हाम्रो लागि पो यहाँ धेरै घुम्ने अप्सनहरू छैन र हामी अब यता मनाङ मुस्ताङ के जान्छौँ त हौ इन्डियामा थोडा छैन घुम्ने ठाउँ दार्जिलिङ मलाई कस्तो दामी लाग्छ अहिलेसम्म गएको चाहिँ छुइनँ अब भयो भने छिटो जाने सोच चाहिँ छ है गाइस मेरो तर ओहो जोमसोम त 39 किलोमिटर तर हामी जोमसोमै त पुग्नुपर्ने होइन आज जोमसोमदेखि अलिक अगाडि मार्पा पुग्नुपर्ने हो मेरो विचारमा भनेपछि 30 किलोमिटर्स नै हो आई गेस खै मजाले क्यालकुलेट गरेको थिइनँ 555 दराज 555 सेल के पो थियो 11 सेल पो थियो भर्खर गाडीहरू फेरि सक्छ अहिले अघि इन्डियनहरू आएर जान्छ मलाई म चाहिँ फेरि यो अहिले सिक्किमे नेपाली इन्डियनहरू मात्रै मनपर्छ क्या यो त्यति साह्रै चाहिँ नभनौँ तर जस्तो अब रेस अलिकति रेसिस्ट भनौँ न गाइड रेसिस्ट हुनुपर्छ टाइम टु टाइम स्ट्यान्डर्ड हो आफ्नो हामी गोरे हो हामी एसियन हो अब स्कुटीवाला साथीलाई चाहिँ अलिकति पछाडि चेक गर्नुपर्छ होला पछाडि हेडलाइट बलियो देख्नु यता मेरो स्पिडवाला साथी चाहिँ यहाँ मैसँग रेस खेल्नु आउँदैछ आइरहेको ओ निसल खै अलिकति अगाडि गएर पर्खौँ न यस्तै हो क्या गाइज अब यहाँ देख्नु होला नि अब स्कुटीवाला यस्तै हामी अब आफ्नै धुन कुदिन्छौँ ऊ बिस्तारी आउँछ अलिकति यो चाहिँ गाह्रो आयो सबैजना स्कुटी आउनु यो आए पनि अब नर्मल अब 160हरू बाइकहरूसँग मिक्स गर्दा भयो नत्र अब मेरो यहाँ डुक छ 250 उसको त टाइम 400 अब गिद्दी हुन्छ क्या साथीले यहीँ रोकौँ भन्दैछ अझै हेर्नु न अब